आज चाहिँ हामी त्यता पारीतिर घुम्न जाँदैछौँ। घुम्न भन्दा पनि केही कामले चाहिँ जाँदैछौँ होइन। उता चाहिँ बुढी र साथी जाँदैछन् अगाडिपट्टि, म चाहिँ पछाडि पछाडि भिडियो बनाएर जाँदैछु। र यहाँको यो सुन्दर दृश्यलाई चाहिँ एकदमै राम्रो लागेर चाहिँ मलाई क्याप्चर गर्ने मन लाग्यो र तपाईँहरू सामु प्रस्तुत गर्ने मन लाग्यो। र यहाँका दृश्यहरू के तपाईँहरूले देख्न सक्नुहुन्छ। यता चाहिँ दोले खोलादेखि माथिपट्टिको चाहिँ यो खोला हो र माथिपट्टि जो पहाडहरू देखिरहेको छ एकदमै सुन्दर देखिरहेको छ। आज मौसम चाहिँ हल्का खराब भन्नाले मतलब त्यति क्लियर मौसम चाहिँ भएको छैन। र यहाँको बस्तीहरू जो कि देख्न सक्नुहुन्छ निकै नै मनमोहक दृश्य छ, अति नै सुन्दर दृश्य जो कि मनै लोभ्याउने खालको जो हुन्छ। यो हाम्रो नेपालको प्राकृतिक जो बनेको बनावटी जो सजावट छ एकदमै निकै सुन्दर छ र एकदमै आनन्द पनि लाग्छ यहाँ घुम्दाखेरि होइन। सो हामी उतातिर गएर देखाउनेछु तपाईँहरूलाई त्यहाँ चाहिँ के कस्तो ठाउँ छ, त्यो चिजहरू म तपाईँहरूलाई देखाउने कोसिस गर्छु। र एक्चुअली हामी चाहिँ त्यहाँ सालीको चाहिँ हल्का बिमार सन्चो हुनुहुन्न, पेट खराब भएर चाहिँ डक्टरको पास जाँदैछौँ। उता पारिपट्टि बस्छन् भन्ने सुनिएको छ र उहाँ गएर चाहिँ हामी हेर्नेछौँ उहाँको के कस्तो। उतातिर म अझै घुमेको छैन र आज चाहिँ साथसाथै घुम्न जान्छु भनेर चाहिँ म सँगसँगै निस्किएको छु र उहाँका दृश्यहरू पनि तपाईँहरूलाई केही देखाउने कोसिस गर्नेछु। यो चाहिँ दाङ जिल्ला सिसेनेको चाहिँ ठाउँ हो, तर त्यताको गाउँलाई चाहिँ के भन्छ, त्यताको नाम चाहिँ अलग होला। त्यो गाउँको चाहिँ सायद सिसेने एरियाभित्र चाहिँ पर्छ सायद। र यहाँको यो पहाडहरू देख्न सक्नुहुन्छ तपाईँहरूले। र यसो घुमाएर क्यामेरा हामीले यतापट्टि हेर्ने भने ब्याक साइडमा तपाईँको त्यही रोड हो जो अस्ति मैले भिडियोमा देखाएको थिएँ तपाईँहरूले चाहिँ। सो तपाईँ चाहिँ के को कार्यालय, स्कुल जस्तो पनि छ, स्कुल त होइन होला, कुनै कार्यालय हुनसक्छ। हल्का तमेल टाइपको लागेको हुनाले चाहिँ मौसम चाहिँ खासै साफ देखिएको छैन। र यहाँ देख्न सक्नुहुन्छ निकै नै हरियाली। अहिले यो मौसममा चाहिँ घाँसपात वन जङ्गल सबै चिजहरू एकदमै निकै नै हरियाली भएको छ होइन। सो तपाईँहरूले चाहिँ देख्न सक्नुहुन्छ एकदमै। अहिले चाहिँ म सिसिन्याको हस्पिटल चाहिँ आइसकेको छु। पहिला चाहिँ उतातिर रोड साइडमा थियो, मलाई थाहा थिएन र अहिले चाहिँ यो सरेर चाहिँ यतापट्टि आएछ। यो अस्ति अघि नै मैले भनिरहेको थिएँ तपाईँलाई कुनै भवन होला, सरकारी कार्यालय होला भनेर सोचिरहेको थिएँ, तर होइन रहेछ, यो हस्पिटल रहेछ। उतापट्टि रोड साइडतिर थियो पहिला चाहिँ सानो सानो हस्पिटल चाहिँ। हामी अहिले त्यही हस्पिटलमै जाँदैछौँ सालीको उपचारको लागि। सो हामी यतातिर सर्टकट बाटो आएको, तर सर्टकट बाटो पनि एकदमै राम्रो छ, हरियाली सुन्दरता हेर्दै होइन। त्यो पुल पार गरेर चाहिँ जानुपर्छ र यता बजार साइड आइपुगेका छौँ हामी। उतापट्टि सब बजार एरिया हो, सिसन्या बजार उतापट्टि छ, मेन बजार यता भित्र पनि छ। सो देख्न सक्नुहुन्छ यहाँ निकै नै सुन्दर छ ठाउँहरू। गर्मी पनि छ तर लेखातिर त निकै नै जाडो होला र यहाँ चाहिँ एकदमै गर्मी छ। यो पनि खोला हो रहेछ। अहिले चाहिँ हामी आइसक्यौँ कालापानी पुलमा, यो चाहिँ कालापानी ब्रिज रहेछ। सो यहाँको दृश्य तपाईँले केही देख्न सक्नुहुन्छ र यहाँबाट झन् अति नै सुन्दर लागेको छ हिँड्नलाई चाहिँ, देख्नलाई चाहिँ। कहिलेकाहीँ नयाँ ठाउँमा आउँदा अति नै सुन्दर लाग्छ त्यो ठाउँहरू। र आजभोलि पानीको टङ्की पनि बनेको छ पारिपट्टि, त्यसबाट चाहिँ यहाँका यस्तै हुनुपर्छ क्या बाटोमा। दोलखोला पुल कहाँ यति ठुलो छ र, यति बाटो साइडमा हिँड्ने बनाएको छैनन्। अहिले चाहिँ हामी अस्पतालमा जाँदैछौँ। अस्पताल चाहिँ निकै नै राम्रो ठुलो बनाएको रहेछ नि, तर ठुलो बनाएर मात्रै भएन, सेवा सुविधा पाउनु पऱ्यो हामीहरूले होइन। र उहाँ बस्ने डक्टर छन् कि छैनन् भन्ने कुराहरू, या नर्सले काम चलाइरहेको छन् भन्ने कुराहरू हुन्छ, त्यसमा चाहिँ भर पर्छ। कुनै पनि जति ठुलो बनाए पनि त्यो जरुरी हुँदैन, तर उपचार चाहिँ भरपर डक्टरहरू बसेर त्यो भयो भने हामीलाई ठुलो किन चाहियो, सानैले पनि काम गर्न सक्छ होइन। त्यो महत्त्वपूर्ण हुन्छ हामीलाई चाहिँ।
यताको दृश्यहरू देख्न सक्नुहुन्छ कि यस्तो खालको रहेछ। र भोलि चाहिँ हामी घर हिँड्छौँ। आजको दिन मात्रै यता सो देख्न सक्नुहुन्छ तपाईँहरूले। यिनीहरूलाई गर्मी लागेर छाता ओढेर हिँडिरहेका छन्। र यो रह्यो सिसिनेको अस्पताल र निकै नै सही जग्गा बनेको रहेछ, निकै नै सुन्दर छ। सो अब हामी जान्छौँ अस्पतालतिर, शालीको उपचार गरेर आउँछौँ। सो थ्याङ्क यू सो मच फर वाच।